होइन साथी आएपछि म सँगै अर्डर गर्छु नि है। हुन्छ सर। म त साथीसँग अगाडिको पासको नामै छु नि त। साथीमा त फ्री आइदिने नै रहेछ नि यस्तो बोल्ला क्या केही समयपछिको दृश्य। ओ साथी के छ किन नि केही भन्दै त यार म त हैरान भयो खोज्दा खोज्दा कम्परसँग साथीलाई हैया फेरि गुगलको बारेमा मैले लिएर आउँदा भइहाल्छ नि के भन्छ आउ बस्नु अब एक्लै एक्लै नसादा नानीलाई हस् हुन्छ हुन्छ। नास्ता खाइसकेपछि पे गर्ने बेलामा टाइममा धेरै भइसक्यो साथी बुझ्नु मलाई भइसक्यो जाँदै गर्छ साउसी मिलाइदिनु है हाम्रो म दिन्छु ल बसेँ नि त तपाईँ यहाँ अनलाइन पेमेन्ट हुन्छ नि है हुन्छ हुन्छ। मैले पे गरिसकेको छु चेक गर्नु भयो तपाईँ फेरि हजुर आयो आयो ल साथी जाँदै गर्नु है नबस्नु त्यही दिनको साँझ पैसा काट्छ यो त अहिले जरुरी कुरा हो कि राम्रो कुरा सिक्ने यो पासपोर्ट यो त दुनियाँ अब लाप्रा भन्छ क्या ए तिमीले आफ्नो ब्यालेन्सहरू आफ्नो कसैले दिएको नि कि कसैको किमाइमा साइन गर्यो बैंक डिटेल्स र पर्सनल डिटेल्समा कसैलाई पनि दिँदैन के अनि प्रिपेड पनि मनी गरेछ नि के छु आज बिहान हामी क्याम्पसदेखि क्याम्पसमा प्रिपेड थियो अनि त्यहाँबाट नै अनलाइन पेमेन्ट गरेको थिएँ अब बाहिर यतिकै भेटाएको पछि पाइदिएमा मनी गरेर ब्याङ्किङ ट्रान्जेक्सन गर्न यस्तो फ्रड हुनसक्छ र त्यही त होला साथी ब्याङ्कमा बुझ्यौ कि नै ब्याङ्कमा त बुझेको के उहाँले मेरो पर्सनल डिटेल्स मागेर एकछिनको लागि त अकाउन्ट फ्रिज गरिदिनु भएको छ तर पुरै ग्यारेन्टी चाहिँ यस्तो भन्नु पर्दैन कि हेर्न के गर्ने होला त्यसो भए पुलिसलाई खबर गर्नु त पुलिसलाई खबर गर्नै पर्छ र अब हेर न म आइटी पढेको विद्यार्थी अब यस्तो स्क्याममा फस्यो भन्दा म आफूलाई लाज लाग्छ कि भन्नुपर्छ र साथी अहिलेको सानो रकम छ पछि गएर त्यो धेरै ठुलो रकम पनि त पढाउन सक्छ तिमीलाई मात्र होइन कि अरूलाई पनि जोगाउनु पर्यो साथी त्यसो भने पुलिसमा कम्प्लेन गर्न जाउँ न है दुईजना हुन्छ हुन्छ ल आउनु जाउँ है ल आउनु सँगै जाउँ है ल उनको साथीले यस घटनाबारे प्रहरीलाई निकलना गर्दै अब हामी चाहिँ यो केसमा चाहिँ छिटोभन्दा छिटो इन्भेस्टिगेसन चाहिँ सुरु गरिहाल्छौँ नि त अनि म अब हामीले चाहिँ के गर्नुपर्छ होला हजुरले यसलाई कसरी इन्भेस्टिगेट गर्नुहुन्छ अब इन्भेस्टिगेसनको लागि चाहिँ हामीले साइबर ब्युरोलाई सम्पर्क गर्छौँ त्यसको लागि चाहिँ अलिकति टाइम लाग्न सक्छ तपाईँहरू चाहिँ नातिकन अलिकति बुझ्नुहोस् न खाली उठेको इन्भेस्टिगेसन गरेको केही दिनपछि रिपोर्ट चाहिँ अनलाइन आकाशगिरी चाहिँ उहाँलाई अक्सरलाई बिहान पढेर अहिले साइबर सेक्युरिटी अफिसर हुनुभएको छ म्याम अब फ्रड त छोडियो अरू धेरै भिक्टिमहरू नहोस् भन्ने आशा गर्दछौँ है म्याम
तर अब म चाहिँ यो स्क्याममा फसिसकेँ, अब अन्य मानिसहरू यस स्क्याममा नफसिन् भनेर के कस्तो उपायहरू अपनाउन सक्नुहुन्छ त? हो, यस्ता खाले अनलाइन स्क्यामहरू आजको बेलामा धेरै नै भइरहेको छ, जुन चाहिँ अब जस्तै मोबाइल ब्याङ्किङ युज गर्दाखेरि चाहिँ पब्लिक वाइफाईको युज गरेर चाहिँ मोबाइल ब्याङ्किङ नगरौँ। यदि गर्नै परेछ भने चाहिँ VPN-को युज गरौँ। कुनै पनि व्यक्ति वा साथीले पठाएको अनअथोराइज लिङ्कहरूलाई क्लिक नगरौँ। त्यस्तै मोबाइल ब्याङ्किङको OTP कसैसँग पनि सेयर नगरौँ र आफूले गर्ने ब्याङ्क कारोबारहरूको चाहिँ डिटेललाई आफूले निगरानीमा राखौँ र ब्याङ्क ट्रान्ज्याक्सनमा लिमिटहरू डेली लिमिट लगाउँ। त्यसका साथसाथै मोबाइल ब्याङ्किङमा 2 फ्याक्टर अथेन्टिकेसनको युज गरौँ। सानो सानो लापरवाहीले गर्दाखेरि ठुलो आर्थिक दुर्घटना हुन जान्छ, त्यसैले डिजिटल स्पेसमा सुरक्षित बस्छौँ। आफ्नो साथीभाइ तथा परिवारलाई सजग गराउँ। डिजिटल साक्षरतामा एक कदम अगाडि बढौँ। नेपाली ट्रान्जेक्सन एक्ट 2063 अनुसार दोषीलाई कानुन बमोजिम 1 वर्षको जेल सजाय र 2 लाखको जरिमाना तोकिएको छ। यो कथा यहाँ सकिएको छैन। ह्याकरहरू अझै त्यही छन्, अर्को शिकारको पर्खाइमा। अब निर्णय तपाईँको हातमा छ, सजग बन्ने कि अर्को पीडित बन्ने।